एकपल्ट एकजना पास्टरले मेरो जीवनमा बोल्नुभएको थियो, दाजुले पनि बोलिदिनु भयो। अनि त्यही कुराहरू एक दिन यो कुरो चाहिँ गवाई भएर जान्छ भन्दै थियो। अनि त्यो दिन चाहिँ मैले सोच्दै थिएँ सायद हुन्छ के भन्ने ठाउँमा पनि थियो, तर परमप्रभु उहाँहरूद्वारा बोलिदिनु भयो। अनि आज सायद यो 5औं चोटि होला, 5औं 6औं चोटि जति म 22 तारिकदेखि यो गवाईलाई लिएर नेपालको पश्चिम भागदेखि लिएर पूर्व हुँदै आज म सिक्किमको यो ठाउँमा पनि छु। आमेन। अनि एउटै कुरालाई म सेयर गर्छु तपाईँहरूसँग। यदि तपाईँ अनि मैले विश्वास गरेको परमेश्वरमा, त्यो विश्वासमा गरेर मात्रै तर हिँड्नु पनि थाल्यो भने हामीले उहाँको महिमालाई देख्छौँ। आमेन, आमेन। अनि म तपाईँलाई अब सोच्दैछु म कहाँबाट सुरु गरौँ भनेर, किनभने यो मेरो यात्रा 5 वर्षसम्म भइसक्यो। स्टिल मैले यो यात्रालाई देख्दै गर्दाखेरि परमप्रभुले कसरी विजय दिनु सक्नुहुन्छ, कसरी परमप्रभु त्यो उहाँले ढाँट्नु भएको होइन, उहाँले हामीलाई जोत्नु भएको होइन, कसरी उहाँले मान्छेले जस्तो आश्वासन मात्रै दिएको होइन, कसरी उहाँ रियल हुनुहुन्छ भन्ने कुरालाई मैले देखेँ, मैले मेरो जीवनमा भोगेँ। अनि जसरी यो विषयलाई लिएर मैले विगत समय पत्रीको ठाउँमा पनि नेपाल पत्रीमा मैले प्रार्थना गर्दै थिएँ प्रभुसँग, प्रभु वचन कसरी मैले यो कुरालाई, यो गवाईलाई सुरु गर्ने, मलाई भर्स दिनुहोस् न भन्दै थिएँ मैले। तर परमप्रभुले अनि प्रिय पवित्र आत्मा परमेश्वरले उहाँले एउटै कुरा भन्नुभयो, तैँले जुन पवित्र बाइबललाई बोकेको छस्, यो बाइबल नै उत्पत्तिदेखि प्रकाशसम्म सबै नै गवाईहरू। आमेन। त्यहाँनिर हेर्दैछ नि, हरेकले आफ्नो जीवनमा हिँड्दै गरेको यात्राको टेस्टमनीलाई नै हरेकले त्यो ठाउँमा बताएको छ, लेखेकै त्यही हो। तर उनीहरूको जीवनमा हुँदै गरेको जति पनि घटनाहरू छ, प्रिय पवित्र आत्माले उहाँको अगुवाईद्वारा उहाँले लेख्नु दिनुभयो। आमेन। अनि त्यो कुरोले हुँदै गर्दा म आफै एकछिन हाँसेँ पनि प्रभुसँग। अनि हेरेँ प्रभुले एउटा नयाँ इतिहासलाई लेख्दै हुनुहुन्छ। आमेन। अनि तपाईँहरूसँग पनि सहजीवनको गवाईहरू तपाईँहरूले थुप्रो कुराबाट जुझ्नु भएको छ। अनि दाजुले भनिदिइहाल्नु भयो मेरो जीवनमा मलाई भएको कुरा चाहिँ क्यान्सर हो। अनि मेरो क्यान्सर चाहिँ 3rd स्टेजको। अनि अब त्यसको नाम पनि थाहा छैन मलाई, अनि याद पनि गर्नु छैन। तर यति नै भन्छु, आज म यो ठाउँमा चर्चा पनि क्यान्सरको गर्न आएको होइन, तर मेरो परमेश्वरको म चर्चा गर्छु। आमेन। कसरी उहाँले त्यो यात्राबाट दोहोऱ्याउनु भयो भन्दै गर्दा म अनि मेरो आमाले प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनिकन ग्रहण गरेको साल 2007मा हामीले त्यो समयमा अघि दाजुले भन्नुहुन्थ्यो त्यो एउटा ट्युबरक्युलोसिस टिबी भन्छ जसलाई, त्यो टिबी भएको कारणले गर्दा म एकदमै विक भएको थिएँ। मैले आफ्नो स्कुललाई कम्प्लिट गरेर जब पनि एउटा जवान अवस्थामा मैले आफ्नो परिवारलाई हेर्नुपर्छ, परिवारलाई मिलाउनु पर्छ, परिवारलाई एउटा ठाउँमा राख्नुपर्छ। किनभने म भन्नु पर्दै गर्दा म अनि मेरो आमा, मेरो बुवा हुनुहुन्न, अनि हामी 3 जना दाजुभाइ हुँदै गर्दा हाम्रो घर एकदमै गाह्रो परिस्थिति, जहाँनिर बिपिएल भन्दा पनि तल्लो स्तरमा, जसरी बाटोमा तपाईँले माग्ने एउटा बेगर्सहरूलाई देख्नुहुन्छ भने उनीहरूभन्दा एक स्टेप मात्रै सायद हामी माथि थियौँ। किन भन्दै गर्दा हामीले भिक्ते मागेको थिएनौँ, बाँकी जीवन चाहिँ त्यतिकैमा थियो, घरसर केही थिएन, बजार बिचमा बस्थ्यौँ, धिब्री बालेर बस्थ्यौँ, जहाँनिर इलेक्ट्रिसिटी हुँदै गर्दा पनि हामी धिब्री बालेर प्लास्टिकले बेरिकन बस्थ्यौँ, किनभने हाम्रोसँग केही सोर्स थिएन। मेरो आमाले काम गर्नुहुन्थ्यो, अर्काको घरमा भाँडा माझ्ने विभिन्न कामहरू गर्नुहुन्थ्यो, त्यो पैसाले घर चलाउँदा अनि मेरो स्कुलको फिजहरू यताउति गर्दै ठिकै हुन्थ्यो। अनि त्यो बिचमा जब पनि मैले स्कुल कम्प्लिट गरेर म होइन अब चाहिँ म कमाउँछु, यो गर्छु त्यो गर्छु भन्ने कुरा गर्दै गर्दा अचानक मलाई ट्युबरक्युलोसिस भयो। मैले गर्नु थाल्दै थिएँ, कति कामहरू गर्दै थिएँ, अलिअलि हुनु खोज्दै थियो, तर त्यो बिचमा टिबी भयो। यति बिना रगत बग्यो, त्यति बेला यति बिना टिबी भएको बेलामा म त्यति बेला अलमोस्ट सकिसकेको थिएँ, मलाई गाउँठाउँले साथीभाइले सबैले आशा मारिसकेको थियो। तर त्यो बिचमा एक दिन एकजना प्रभुको दास, एकजना छोरी आइकन हामीलाई सुसमाचार सुनाउनु भयो। अरू बेला पनि सुनाउँदै गर्दा हामी भागिहिँड्थेँ, तर त्यति बेला उहाँले सुनाउँदै गर्दा म अनि मेरो आमा हामी गइकन चर्चमा घुँडा टेक्यौँ। मेरो आमा पनि एकदमै भूत आत्माले, दुष्ट आत्माले सताएर यति गाह्रो भएको, हाम्रो त्यस्तो घरमा त्यो अवस्था हुँदा धेरै हामीले परिस्थिति देख्यौँ। तर त्यसको धेरै महिनामा पनि त्यो नहुँदै गर्दा एक दिन त्यो आवाजलाई सुनिकन हामी चर्च गयौँ। अनि चर्चमा गइकन जब पनि हामीले घुँडा टेक्यौँ, मैले त्यो दिन भनेको अझै पनि मलाई थाहा छ, प्रभु यदि तपाईँले मलाई एक मौका दिनुहुन्छ भने म तपाईँसँग ओबिडियन्स हुन्छु, म जिउँछु भने। अनि मर्न लागेको व्यक्तिलाई मैले त्यति भनेर फर्किँदै गर्दा म रोएँ पनि। तर त्यो रोएको कारण चाहिँ मेरो पश्चातापको रुवाई मात्रै थिएन, तर एउटै कुरो लाग्दै थियो, यदि म सकेँ भने मेरो घरलाई कसले चलाउने, के गर्ने भन्ने अवस्था जस्तोमा आइसकेको थिएँ। अनि म रोएँ, धेरै गाह्रो भयो।
तर त्यो दिन परमप्रभुले मेरो आवाज सुनिदिनु भयो। आमेन। अनि मलाई त्यो 2007मा परमप्रभुले त्यो रातमा अनि मेरो आमाको जीवनमा कार्य गर्नुभयो। जुन आमा महिनौदेखि सुत्न सकेको थिएन, महिनौदेखि दुष्ट आत्माले चलाइरहेको थियो, त्यो दिनको प्रार्थनाले भोलिपल्ट आमाको जीवनमा छुटकारा भयो। आमेन। हामीले त्यही दिनलाई त्यही राति नै त्यो कुरालाई देख्न थाल्यो अनि मेरो शरीर पनि बिस्तारै रिकभर हुँदै हुन थाल्यो। तर जसरी 2007मा मेरो शरीर रिकभर हुँदै गयो, मैले फेरि पनि घरको परिस्थिति मिलाउन लागि म काम धन्दा विभिन्न कुरो गर्नु थालेँ। बिस्तारै फेरि प्रभुसँग बोल्दै गरेको कुरा पर हुँदै गयो। सञ्जारको कुरामा गाँसिँदै गर्दा एउटा यात्रा हिँड्दै गर्दा लगभग 2013 आउँदै गर्दा मैले धेरै कुरो चर्च जानु छोडिसकेको थिएँ। यति नै हो, विभिन्न उयसमा लागेको थिएन, तर पनि संसारमा धेरै डुबिसकेको थिएँ। अनि 2013मा फेरि पनि मेरो विदेश जाने एउटा यात्रा खोलियो अनि म 2013मा म विदेश गएँ। विदेश गएर 2013देखि 2017सम्म म हिँडेँ। 2017सम्म हिँड्दै गर्दाखेरि त्यो यात्रामा मैले जुन एउटा आफूभित्र थियो, म सायद सेवाकाई गर्छु, यो गर्छु, त्यो गर्छु, केही पनि थिएन। एउटै थियो कि म यो जुन ठाउँमा गाउँमा बसेछु, यो गाउँलाई म गरेर देखाउँछु। यो गाउँले मलाई पत्याएको छैन। विदेश जाँदै गर्दा पनि मान्छेको भनाइ यत्तिकै थियो, यस्तो थाङ्ने मान्छे कहिले पुग्छ होला र, तेरो त पैसा खाइदिए एजेन्टले भन्ने कुरा थुप्रो थियो, थुप्रो डिसपोइन्टको कुरा थियो। अनि त्यो दिनलाई देख्दै गर्दा यति साह्रो इक राखेको थिएँ कि म यिनीहरूलाई गरेर देखाइन्छु एक दिन। त्यो हिसाबले गएँ अनि साँच्ची नै त्यतिको भए पनि 17सम्म त एकदमै पैसा रुपियाँ कमाइ भयङ्कर किसिम भयो त्यो ठाउँमा। तर त्यो ठाउँमा हुँदै गर्दा प्रभुसँग टाढो भइसकेको थिएँ। मलाई विदेश जानुभन्दा अगाडि त्यो दिनमा आमाले मलाई बाइबल दिनुभएको थियो, उही छ बाइबल। अनि आमाले त मलाई भनेको थियो, छोरा यो चाहिँ राख है, यो विदेशमा तैँले पढ्नु। 2013देखि 2017सम्म मैले बाइबल केही पनि पढिनँ। मलाई उत्पत्ति 1को 2 पनि थाहा थिएन। एकदमै कम्प्लिट रूपमा मैले त्यो कुरालाई बन्द गरिसकेको थिएँ। तर प्रार्थना चाहिँ गर्थेँ। अब कस्तो टाइपको प्रार्थना गर्थेँ आज सायद मलाई आफै पनि थाहा छैन। धन्यवाद र धन्यवादमै सकिन्थ्यो प्रार्थना चाहिँ। अनि त्यो समयमा हिँड्दै गर्दा, तर जसरी 2017मा एउटा प्रभुमा एउटा ट्रान्जिसनको समय आयो, जसरी भित्रबाट केही पनि कुरोमा मलाई मजा नलाग्दै गर्दा, पैसा छ केही पनि नहुने, थुप्रो कुरोहरूलाई आफ्नो इच्छा पुरा गर्दै गर्दा कहीँ पनि नमिलेको जस्तो लाग्ने, कहीँ न कहीँ आफूभित्र खल्लो हुँदै थियो। तर त्यो समयमा त्यो हुँदै गर्दा प्रभुसँग त्यसै रफली बोल्थे, भुँडा टेकेर पनि होइन, तर त्यसै बोल्दै हिँडेँ। अनि एक दिन भने, प्रभु सङ्गति त जानु मन छ नि, समय छैन मसँग, कहाँ जानु, चर्च पनि थाहा छैन। हुन त कतिवटा मान्छेले सोर्स खोज्नु हुन्थ्यो, तर मैले त प्रभुलाई जोत्नु थालेको थिएँ कि प्रभुलाई एक्सक्युजेस सुनाउँदै थिएँ, मेरोमा छैन। अनि सडनली प्रभुले एउटा वाट्सएपमा एउटा फोटोलाई देखाउनु भयो। अनि हाम्रो यहाँ ब्रदरहरूसँग म गाँसेँ। अनि त्यो सङ्गति गाँसिसकेपछि त्यो सङ्गतिमा जसरी म समावेश भएँ, त्यो सङ्गतिको एउटा वातावरणसँग म गाँसेँ, एउटा जवानहरूले गर्दै गरेको सङ्गतिसँग जसरी गाँसेँ, म भित्र पनि एउटा तृष्णा भयो। अरे यही त हो, खासमा यही त हो। हेर्दै गर्दा कस्तो थियो, 6-7 जना 8 जनाले गर्दै गरेको सेवाकाई थियो। आज यति बिना हुनुहुन्छ, तर त्यो सङ्गतिमा थियो 5-6 जना विदेशको रातिको सङ्गतिमा थियो। तर पनि त्यहाँ जब पनि प्रार्थना गरिन्थ्यो, त्यहाँ आराधना गरिन्थ्यो, आफूलाई भित्रबाट सन्चो भएको कस्तो हुन्थ्यो। अनि त्यति बेला मैले प्रभुसँग डिसाइड गर्दै थिएँ, सायद त्यो डिसाइड गर्दै गरेको थियो, आवेशमा आएँ या के थियो, प्रभु म पनि गर्छु तपाईँको सेवाकाई, म पनि हिँड्छु। अनि जसो जसो उनीहरूले वर्सिपमा गाउँदै थियो, मैले पनि भन्दै थिएँ, तोडफोड गरी बनाउनुहोस् मलाई भन्दै, एकदमै तपाईँ कुमाले भन्दै हिँड्दै थिएँ। अनि सायद त्यो दिनको त मैले गरेर सकेर घर गएँ। तर जसरी 17देखि 18 आयो, 18 आउँदै गर्दा मेरो जीवनको थुप्रो कुरोहरू त्यहाँदेखि तोडिन थाल्यो। त्यो कुरो मान्छेले सुने थाहा छैन, तर सृष्टिकर्ताले सुन्नु भएको छ। आमेन। कतिपल्ट हामी आवेशमा बोली पठाउँछौँ, कतिपल्ट हामीले थुप्रो कुरोलाई प्रमिस गरी पठाउँछौँ, थुप्रो कुरोलाई डिक्री गरी पठाउँछौँ, हामी बिर्सी पठाउँछौँ, तर सृष्टिकर्ताले त्यो कुरोलाई सुन्नुहुन्छ। आमेन। त्यही कारण मलाकी 3को 16 पदले भन्छ, जब पनि उहाँको भय मान्नेले एक आपसमा कुरा गरे, परमप्रभुले उनीहरूको आवाजलाई ध्यानसित सुन्नुभयो। अनि उहाँकै उपस्थितिमा स्वर्गदूतले त्यो उहाँको पुस्तकमा लेख्नुभयो, सम्झनाको पुस्तकमा। आमेन। अनि मेरो जीवनको पनि त्यो कुरालाई लेख्नुभयो। अनि 18कोदेखि चाहिँ मेरो जीवनलाई परमप्रभुले बनाउन थाल्नुभयो। आमेन। त्योभन्दा अगाडि दाजुले भनिहाल्नु भयो, म पहिला बडी बिल्डिङहरू पनि गरेको, मलाई जिम, यस्तो वेट भन्ने कुरा साह्रै मनपर्ने। अनि जीवनको एउटा लक्ष्य थियो, म आर्मी हुन्छु, म आर्मीमा जान्छु। अनि कोसिस पनि पुरा गरेँ मैले, कलकत्ता पुलिसमा गएँ, कहाँ गएँ।
अनि म दुबईमा रहँदै गर्दा मेरो अलमोस्ट वेट 96 केजी थियो। अनि 96 किलोको म एकदमै हट्टाकट्टामा, मलाई आफैलाई गर्व लाग्थ्यो मेरो हेल्थ देखेर। टिभीदेखि मलाई 2007देखि प्रभुले निकाल्नु भयो। अनि मलाई यति साह्रो एक दिन सुत्दै गर्दा आफै यसो सोच्दै थिएँ कि मेरो शरीरको कुनै कुनामा मलाई दुख्दैछ र, कि म रोगी छु र भन्ने जस्तो पनि लागेको थियो मलाई। यति साह्रो भएको थियो, मलाई यति साह्रो फ्रेस लाग्थ्यो आफूलाई, त्यति बेला ढुक्क लाग्थ्यो। एउटा समय यस्तो थियो, म मेरो परिवारले चामल होइन कनिकालाई उमालिकन खान्थे। बिहान खाएन बेलुका के खानु पर्ने आउँथेन, सब्जीको अत्तो पत्तो थिएन। यस्तो अवस्थाबाट हामी गए, फलफुल खानु मनपर्ने, त्यो फलफुल किन्ने पैसा नहुँदै गर्दा चाहिँ हाम्रो उताको तपाईँले देख्नुहुन्छ नि बजारमा होइन, यस्तो अगाडि दोकानहरू राखेको अगाडि चाहिँ यस्तो सानो खोल्सा जस्तो हुन्छ, त्यसमा चाहिँ पुरानो उनीहरूले बक्साहरू राखेको हुन्छ। अनि त्यसमा चाहिँ दाग लागेको फलहरू हुन्छ। हामी त गइकन त्यो दाग लागेको फललाई टिपेर आधी त कुहिएको हुन्थ्यो, अर्कोपट्टि त यसो घसिकन मेरो र म साथी चाहिँ हामी खाँदै 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 बजार डुल्थ्यौँ। अनि त्यतिको त्यो कनिका खाने कुहिएको फल खानेलाई नि परमप्रभुले 2013देखि 18 आउँदै गर्दा नि परमप्रभुले दामी मलबाट किनिन फल खाने बनाइसकेको थियो। त्यसले त फेरि हल्का म फुलेको पनि थिएँ, मजाको लाग्थ्यो, देखाइदिएँ मैले। आइफोनहरू पनि बोक्न थालिसकेको थिएँ, थुप्रो कुरो थियो। तर परमप्रभुसँग गरेको करार चाहिँ प्रभुसँग थिँदै थियो। अनि परमप्रभुले जसरी मलाई बनाउनु भयो, कुमाले भन्नु सुन्नुभएको छ है? के हो कुमाले भनेको? माटोको भाँडा बनाउने। माटोको भाँडा बनाउनेको मान्छेको जीवनमा मैले पछि गएर स्टडी गर्दै थिएँ। उहाँको एउटा खासियत चाहिँ के हुँदछ भने नि, भत्किएको भाँडा गएर यसलाई टाल्दियो भने त कुमाले त्यो काम चाहिँ गर्दैन। तर यदि कुमालेलाई सरेन्डर गर्ने, कुमालेले चाहिँ जस्तो सुकै भाँडा होस् माथि चर्केको छ भने नि उसले त्यो कुरालाई नयाँ गरिकन बनाउँछ। आमेन। अनि त्यो भाँडोलाई चाहिँ उहाँले के गर्दछ भने नि सबै कुरालाई पहिला फुटाउँछ, जस्तो सुकै आकार होस्, जतिसुकै प्रिसियस होस्, त्यसलाई सबैलाई फुटायो। अनि फुटाउँदैन मात्रै, त्यसलाई धुलो बनाउँछ। धुलो मात्रै बनाउँदैन, तर त्यसलाई यति बिना मेसिनमा पेल्छ, त्यो अघि जस्तो सुकै भाँडाको आकार होस् त्यसको सबै अस्तित्वलाई मेटाइन्छ। अनि 2018देखि जसरी मैले बाइबललाई पढ्न सुरु गरेँ, अनि 2018देखि सुरु गर्दै गर्दा 2019मा मैले मेरो बाइबललाई सिद्ध्याएँ। 1 वर्ष लाग्यो। तपाईँहरू पढ्नुहुन्छ है बाइबल? पढ्नुहुन्छ? कतिजनाले पढ्नुहुन्छ? ल, तपाईँहरूले बाइबल पढ्नुहुन्छ, सायद मजाले पढ्नुहुन्छ। तपाईँलाई छोटो टाइम लाग्यो होला, मा त एकदमै गाह्रो भयो। प्रभुसँग प्रमिस गरेकिन हिँडेको बाटो चाहिँ मुखले जति भन्नु सजिलो थियो, कार्यमा उत्रिनु एभ्री डे त्यति नै मलाई गाह्रो हुँदै थियो। मलाई 1 वर्ष लाग्यो। अनि 1 वर्षको जर्नी हिँड्दै गर्दाखेरि जब पनि सकेँ, मैले बुझ्नु त केही पनि बुझेको थिइनँ। म त यति साह्रो त्यो ढुङ्गा फलमको उयस चपाको जस्तै भएको थियो बाइबल पढ्दा। उत्पत्ति चाहिँ मजा आयो, तर लेवी गन्तीदेखि त्यही धुवा उठ्दै थियो मलाई। बित्थामा पढेँ भन्ने जस्तो पनि भइसकेको थियो। तर त्यो यात्राले पनि मैले कम्प्लिट जसरी गर्दै गएँ, मेरो जीवन खारिँदै थियो। अनि बिस्तारै 2019तिर आउँदै गर्दा मलाई अचानक एक दिन साह्रो पर्यो। म ब्रदरको घरमा खाना खाँदै थिएँ, अचानक मलाई खाना च्याप्पै यहाँनिर रोक्यो। अनि त्यो रात चाहिँ मेरो सुरु भएको रहेछ। एकैचोटि म ब्ल्याङ्क भयो, अगाडि अन्धेरो मात्रै भएको भयो। मैले इसारामा ब्रदरलाई बोलाएँ, दिवेशलाई। अनि उहाँले पछाडि एकदिन ढकढक गरिदिनु भयो। त्यो भात त निस्क्यो, अलिकति खुन देखा पर्यो। सोचे अब त्यो बेसी उयस भएर होला भनेर। तर त्यहाँदेखि बिस्तारै त्यो पेन हुन थाल्यो। अनि त्यो पेन बढ्दै गयो। कति ग्यास्ट्रिकको दबाईहरू खाएँ, भएन। तर बादमा एक दिन यति साह्रो सिरियस भयो कि म भुक्लुकै लडेछु। रातभरि दुखेको, दबाई खाँदा पनि केही भएन। तर बिहान पाखा म भुक्लुकै लडेछु। एम्बुलेन्स कहिले आएर मलाई बोकेर लग्यो थाहा छैन। 3 दिन आइसियुमा परेँ। अनि पछि डक्टरले आएर चेक गर्दाखेरि म भित्र पेटको अल्सर भन्यो। अनि ठिकै हो, अल्सर त जाति भइहाल्छ भनेर हामी ढुक्क भयौँ। तर त्यो अल्सर अवस्थामा हुँदै गर्दा फेरि डक्टरले भन्यो, होइन मैले त्यसको लागि त फेरि पनि बायोप्सी गर्नुपर्छ, मैले तेरो सानो उयस गरेर पठाएको छु, 1 हप्ता बाद आउनु। चुम भकिएको बायोप्सी अब। तर पनि प्रार्थना गर्दै थिएँ। डक्टरकोमा आएर डक्टरले जाँदै गर्दा डक्टरले भन्यो तँलाई क्यान्सर भएको छ 3rd स्टेजमा। अंशले टाउ छोड्यो। यस्तो भयो, सबै ब्ल्याङ्क। जति पनि अगाडि बनाएको प्रोग्रामहरू थियो, थुप्रो कुरोहरू जीवनमा गर्छु, यो त्यो गर्छु, विवाह गर्नु छ, परिवार बनाउनु छ, घरबार बनाउनु छ, सबै कुरो एकैपल्टमा भत्क्यो।
अनि त्यो पनि 3rd स्टेजको उसले डक्टरले थुप्रो कुरा सोध्यो, के तँलाई थाहा थिएन यो त्यो हेनतेन। मैले भने के पनि थाहा थिएन मलाई। अनि त्यो कुरालाई लिकन मैले घरमा बताइनँ, किनभने मेरो आमा अलमोस्ट 65 इयर्स हुनुहुन्छ, 65 वर्षको। अनि त्यो कुरालाई लिएर मैले हिँड्नु थालेँ। डे बाई डे मेरो 96 किलो घट्दै घट्दै टोइलेटमा खुनहरू जानु थाल्यो, खानुमा यति साह्रो त्यहाँदेखि प्रब्लम हुन थाल्यो। मेरो क्यान्सर चाहिँ प्यानक्रियासको हो, अनि प्यानक्रियासमा अलमोस्ट 19 mm को क्यान्सर हो, जुन क्यान्सर बढ्दै गर्दा चाहिँ यो खानेको त्यो नाला नै बन्द भएको। त्यहाँदेखि यति साह्रो पर्नु थाल्यो, अलिअलि भात खानु गाह्रो हुँदै थियो। त्यहाँदेखि एक दिन त्यस्तो भयो कि एक थोपा पानी पनि मुखबाट जानै थाल्यो, छोड्यो, बन्द भयो, कम्प्लिट बन्द भयो। त्यो अवस्थामा पनि हिँड्दैछु, प्रभुसँग प्रार्थना गर्दैछु, रुइन होइन, रुए, नाचिन होइन, प्रभुमा आराधनामा नाच्दै पनि थिए, दुख्दै पनि थियो। अनि प्रभुसँग गुहार पनि मागिरहेको थिएँ, प्रभु के भएको? जबसम्म म तपाईँको उपस्थितिमा आइन, जबसम्म तपाईँमा चर्चहरू गइन, म त सबै राम्रो भइरहेको थियो त। तर जसरी मैले तपाईँमा कमिट गरेँ, के भयो यो? त्यहाँदेखि जसरी मैले पैसा कमाएको थिएँ त्योहरू बिस्तारै बिस्तारै सकिँदै गयो, कम्पनीको इन्सुरेन्स बन्द भएर गयो। त्यहाँदेखि झन् लो हुँदै गर्दा यति बिना भयो, 45 किलो जस्तो हुँदै आयो। त्यहाँदेखि 8 लाख सुलु घटेर गए, इन्सुरेन्स बन्द भयो। त्यो बन्द हुँदै गर्दाखेरि डक्टरले पनि नहुने ठाउँतिर आउनु थाल्यो, डक्टरहरू बन्द भयो उनीहरूको कुराहरू। कम्पनीले भने हामी सक्दैनौँ, त इन्डिया जानुपर्छ। तर मैले एउटै कुरा भने मेरो कम्पनीलाई, मऱ्यो भने म यहीँ मर्छु, तर म त जादिनँ। एउटा कुरो के थियो, परिवारलाई दुःख देखाउनु जानु छैन मलाई। अर्को कुरो चाहिँ मैले परमेश्वरसँग भन्दै थिएँ, तपाईँको निम्ति म अलग भएको हो, मर्नु छ भने म तपाईँकै अगाडि नै मर्छु। त्यही कारण एभ्री डे यसरी सङ्गति हुँदै गर्दा म एउटै कुरो भन्थेँ, लम्पसार परिकन उठाउनुहुन्छ भने त वर्सिपमै उठाउनुहोस्, सङ्गतिमै उठाउनुहोस्। म सङ्गति भएको चाहिँ उस हुँदिनँ। जस्तै गाह्रो पर्दा मेरो आदरणीय परिवार, मैले सङ्गति त छुट्याइनँ। मलाई आज त्यो ठाउँमा एउटा गर्व लाग्छ। त्यो दिनको यात्रामा कसरी खाना यत्रो बटुकोमा खानु कोसिस गर्थेँ, 1 चम्ची खायो, आधा घन्टासम्म मैले रोकेर बसेको छु। तपाईँलाई भने पत्ताउनुहुन्न होला, तर वास्तविकता त्यही थियो। मैले खानै सकिनँ, खाना मुखमा राखेँ, निल्ने कोसिस गरेँ, यहाँ अड्किने, त्यसलाई हात हालेर भमिट गरेर बाहिर फ्याँक्नु नै पर्ने। म 21 दिन दुबईको एउटा हस्पिटलमा बसेँ। एभ्री डे यति बिना घोचेको थियो, यो दुईटा हातमा कालो भइसकेको थियो। बिहान ब्लड लान्छ, बेलुका ब्लड लान्छ। 11देखि 12 बोतल मलाई ब्लड दियो, तर लास्टमा ब्लड हेर्दाखेरि 4.5 मात्रै। ट्रिटमेन्ट हुनै सकेन। अपरेसन गर्नुपर्छ, अपरेसन गर्नु सम्भव नै छैन भने उहाँले, किनभने यो भित्र प्यानक्रियासदेखि लिभरसँग जोडिएको ठाउँ छ। यदि त्यहाँनिर केही पनि गाह्रो भने यसले अझै अर्को सिरियस केस हुन्छ भने उनीहरूले, अनि ट्युमर बढेको कारणले त्यसलाई लिभरलाई छुँदैछ, तेरो झन् गाह्रो हुँदैछ भने। त्यो गाह्रो भएको मैले देख्दैछु, अनुहारहरू कालो भइसकेको थियो, पेटको यसले गर्दा खानु नसकेर गाह्रो भइसकेको थियो मलाई। अनि त्यो जर्नीमा हिँड्दै गर्दा 21 दिन मैले रसिद हस्पिटलमा बस्दै गर्दा एक दिन प्रभुसँग प्रार्थना गर्दै थिएँ। त्यो प्रार्थना पनि राति दुखिकन प्रभुसँग घुँडा टेक्दा भन्दा पनि टुकसुक बसेर बेडमै थिएँ। अनि एउटा सिस्टर आउनुभयो, अनि उहाँले सोधेको आज पनि थाहा छ सञ्जय वाट ह्यापेन भन्यो। केही पनि होइन म्याम, केही पनि भएको छैन, दबाई दिउँ, किनभने मलाई जहिले पनि यति पनि केही खाइहाल्यो भने यति साह्रो दुख्थ्यो, पानीले पनि दुख्ने भइसकेको थियो। अनि मलाई दबाई दिनै पर्ने, 500 mg को प्यानाडोल लिक्विड हुन्छ दुबईतिर चाहिँ, त्यो चाहिँ दिनै पर्थ्यो मलाई। अनि इन्जेक्सन लगाएर दियो भने एकछिन सन्चो हुन्थ्यो, 1 घन्टा बाद फेरि दुख्नु। त्यो 1 घन्टामा जति सुत्यो। त्यसरी त 1 दिन 2 दिन भएन, वर्षौँ 1 वर्ष जस्तो भयो। यति साह्रो विक भए, गाह्रो भयो। अनि त्यो 1 वर्ष बित्दा नबित्दा एक दिन म ड्युटीमा बसिरहेको थिएँ। अनि ड्युटीमा बस्दै गर्दा अचानक फोन गर्नुभयो घरबाट, आमाले अत्तालिँदै कल गर्नुभयो, भाइ अलिक आफूलाई सम्हाले, त्यति बेलासम्म आमालाई थाहा थिएन मलाई के भएको छ भनेर। हुन्छ मम्मी के भयो भन्नुहोस् न। ल कहाँ छ त? म ड्युटीमा छु। ल आफूलाई सम्हाल। हुन्छ। म अहिले जस्ट सब्जी चलाउनु भएको थिएँ, फर्केर आएर हेरेको तेरो दाजु छैन रहेछ, सकेछ, खसेछ। यस्तो नमजा लागेर आयो, यति साह्रो नमजा लागेर आयो। क्याबिनलाई ड्याप्पै बन्द गरेँ, यति बिना रोएँ प्रभुसँग। मैले के सोच्दै थिएँ त्यो अवस्थामा, म भन्दिनँ एक दिन, किनभने म आशा गर्छु मेरो दाजुले एक दिन आमालाई हेर्छ। मेरो ठुलो दाजु दिल्लीमा किडनीको प्रब्लम भएर दिल्लीमै खस्यो, उसलाई हामीले घरसम्म ल्याउन सकेनौँ। त्यति बेला ठुलो स्ट्रेटेजीहरू भयो, त्यो कुरालाई छोडिदिन्छु। तर यो दाजुको कुरा हुँदै गर्दा यति दुखेर आयो प्रभुसँग, यति बिना रोएँ प्रभुसँग।
प्रभु मैले सोचेको थिएँ म जानुपर्ने हो, यो त राम्रै मान्छे थियो, कसरी? अनि त्यो गाह्रो अवस्था हुँदै गर्दा म जानु सकिनँ, किनभने मसँग उभिने अवस्था पनि थिएन। यति साह्रो गाह्रो थियो, मलाई यति साह्रो दुख थियो। एउटा बसमा म ट्राभल गरेर हाम्रो ब्रदरको घरसम्म पुग्नु पर्थ्यो बेलुका, किनभने म एक्लै सुत्नु पनि गाह्रो भइसकेको थियो मलाई। बसमा नि आधा घन्टाको यात्रा हुँदा यति बिना रोएर आँसु सरी भएर जान्थेँ, किनभने यति साह्रो दुर्बल भइसकेको थिएँ। यो पछाडिको ठाडो हड्डीले नि त्यो बसको सिटमा लाग्दा पनि दुख्ने भइसकेको थियो मलाई। ढाड त्यतिको दुख्थेँ। आज हामी मजाले बेडमा सुत्यो, म लगभग 6 देखि 7 महिना सुतिनँ मेरो आदरणीय परिवार। म ढेसेर बस्थेँ, यस्तो टेबलमा बसेँ, यस्तो खुट्टा पर्सायो ढेसेर, 4टा सिरानी पछाडि राखिकन त्यतिकै बस्दिनँ। सुत्ने पोजिसन पनि त्यही थियो। तर वर्षौँ दिन जर्नी हुँदै गर्दा यति साह्रो मैले अघि तपाईँलाई होइन कुमालेको अवस्थालाई भन्दै गर्दा सबै सक्यो। मसँग बल 0मा प्रभुले पुऱ्याइदियो। 5 किलोको भुल्डुङ उचाल्ने अवस्था थिएन मसँग, थरर काम थियो। म खाना केही गएको हुन्थेन, मान्छेले ल्याएर के खानुहोस् भन्थ्यो, कसैले के मिक्सअप गरेर मेरो बहिनीहरू यहाँ ब्रदरको श्रीमतीहरूले यो खानुहोस् दाजु, सुप बनायो, के ल्यायो केही खानु नसक्ने अवस्थामा। तर त्यो अवस्थामा हुँदै गर्दा पनि प्रभुसँग प्रार्थना त गर्दै थिएँ प्रभु। अनि त्यो यात्रालाई जर्नीलाई हिँड्दै थिएँ मेरो परिवार। वर्षौँ दिन हुँदै गर्दा प्रभु केही उत्तर नहुँदै गर्दा गाह्रो चाहिँ पर्दै थियो। तर कुनै किन भित्रबाट भन्दै थियो सङ्गति त जानैपर्छ, त आराधना पनि गर्नै पर्छ। अनि पछि गएर आमाले चाल पाउनु भएछ यो विषयलाई। अनि आमाले चाल पाउँदै गर्दा आमा रुनु भयो, गाह्रो भयो आमालाई पनि। अनि त्यो अवस्थामा हिँडेँ, बल तागत पैसा रुपियाँ जानेर थियो, सबै सक्यो। जुन साथीभाइहरू वरिपरि भरोसा थियो सबै कुरो सक्यो। तर प्रभुमा रहेको जनहरू हुनुहुन्थ्यो, प्रभुको छोराछोरीहरू, उहाँले एकदमै प्रभुले त्यो कुरोमा सपोर्ट दिनुभयो उहाँहरूद्वारा। अनि एक दिन अचानक सबै कुरो सक्दै गर्दा म छोटो कुरो भनेर अलमोस्ट म सक्छु थोरैमा। एक दिन प्रभुले त्यहाँनिर डक्टरसँग बोल्नुभयो, डक्टर भन्दा पनि सिस्टरसँग बोल्नुभयो। मेरो सबै वर्षौँ दिन सोच्नुहोस् न, 12 महिनादेखि 13-14 महिना मैले त्यो कुरालाई यात्रा एभ्री डे दुख्थ्यो, एभ्री डे खुन जान्थ्यो। आज 2 बोतल दियो, भोलि गएर 12-13 देख्ने डक्टरले पर्सि देख्दा फेरि पनि 5मा 6मा झर्थ्यो मेरो ब्लड। खानेकुरा केही पनि थिएन, सक्दै सकेन, दुर्बल भयो। एकपट्टि ब्लड जान्थ्यो, एकपट्टि अर्को गइकन इन्जेक्सन दिन्थ्यो, त्यो देशलाइन पानी। आज पनि यो भेनहरू हेर्नुहुन्छ भने प्राय भेनहरू मेरो डेड छ। किमोको फेज हेर्नुहुन्छ भने मैले लगभग 18 साइकल गरिसकेँ। एउटा साइकलमा 3 दिन हुन्छ, त्यस्तो चाहिँ मैले 18वटा गरिसकेँ। तर त्यो यात्रामा हिँड्दै गर्दा एक दिन प्रभुले अचानक नै डक्टरसँग भेट्दै गर्दा डक्टरले भन्नुभयो सिस्टरलाई भेट। मैले सोध्नु गएँ कति पैसा लाग्छ, के लाग्छ, 35,000 कति भन्दै थियो। तर जसरी मैले सिस्टरलाई भेट्नु गएँ, सिस्टरले मलाई एक टक लगाएर हेर्नुभयो। अनि एक टक लगाएर उहाँले हेर्दै गर्दा भन्नुभयो कि अलिअलि तैँले खर्च गर्न सक्छस्। हेर्नुहोस् है, मलाई आज पनि थाहा छ, फेब्रुअरी 14 तारिकको दिन थियो त्यो। अनि म सिस्टरसँग बोलेँ, हुन्छ म गर्छु। उहाँले सानो चिट लेखेर दिनुभयो, तल गएर गरेँ, टेस्टहरू गरेँ, माथि आएँ। त्यो दिनदेखि मेरो ट्रिटमेन्टको ढोकालाई परमप्रभुले खोलिदिनु भयो। आमेन। अनि त्यो रात त्यो दिन जसरी उहाँले त्यो अवस्थाबाट लानुभयो, त्यो दिनदेखि नै मैले त्यो समयदेखि खानु सकेँ अचम्म तरिकाले। एक चम्ची पानी नजाने माने त्यो अचानक यस्तो तिर्खा लाग्यो त्यो किमोको दबाईले। मैले भने पानी दियो मलाई, मेरो श्रीमतीले पानी दिनुभयो। अनि मैले त्यो पानीलाई खाएँ। मैले बिर्सेछु मेरो पानी अड्किन्छ भनेर, तर मैले गुड खाएछु। आधा बोतल खाएर झसङ्ग भएँ। अरे के भयो यो? फेरि पनि मैले बुढालाई भने खाना दियो। जसरी उहाँले खाना दियो, खाना पनि खाएँ, मजाले चपाएर खाएँ। 2-3 चम्ची गयो। त्यति बेला प्रभु धन्यवाद। आमेन। परमप्रभुले त्यो ढोकालाई खोलिदिनु भयो। अनि त्यो समयदेखि त्यसको भोलिपल्टको दिन परमप्रभुले फेरि पनि अर्को आश्चर्य कर्मलाई देख्नु दिनुभयो। सुन्नुहोस्, मेरो त्यत्रो लामो यात्रा मैले सर्टकटमा भने जसरी मैले जीवनमा भोगेँ, तर परमप्रभुले जब कार्य गर्नु थाल्नु भने उहाँले पहिला मेरा जहाँ अप्ठ्यारो थियो त्यो अप्ठ्यारो भागलाई छुने उहाँ। अर्को कुरो, उहाँले मेरो फाइनेन्स 0 भइसकेको थियो। मलाई डक्टरको ट्रिटमेन्ट 35,000 चाहिन्थ्यो। अनि भोलिपल्टको दिन मैले काम गर्ने ठाउँमा मलाई कल आयो, सञ्जय भने हजुर सर, अनि तँ बिमारी रहेछस्, तैँले हामीलाई भनिनस् त यत्रो टाइम। होइन सर ठिकै छ, अहिले सबै कुरो हुँदैछ। उहाँले भन्नुभयो ल तेरो एकाउन्ट नम्बर पठा। एकाउन्ट नम्बर पठाएँ। इन्डियन हुनुहुन्थ्यो।
अनि उहाँले मैले सोचेँ 100 रुपियाँ 200 त्यस्तो पठाउँछ, सट्ट पठाए। आयो सर, बेडमा लडिरहेको छु। कति आयो भने यसो राम्रो हेरेको 100 जस्तो लाग्यो भएर राम्रो हेरेको 10,000 रहेछ। हेर्नुहोस् है, एकछिनमा अर्को कल आयो, त्यो व्यक्तिले 5,000 हाल्दैछ। त्यो हप्ताभित्र बित्दा नबित्दा नै मेरो एकाउन्टमा 70,000देखि 80,000 थियो। आमेन, आमेन। प्रभुले यो जहाँनिर गाह्रो थियो त्यो कुरालाई खोल्यो, फाइनेन्सियली गाह्रो थियो त्यहाँनिर खोल्यो। अब ड्युटीको कुरालाई थियो, ड्युटीको भिजा सकेको थियो, भिजा सकिँदै गर्दा अब यो रोगीलाई डक्टरले हुँदैन भन्ने ठाउँको मान्छेलाई कुन चाहिँ कम्पनीले लिन्छ? अर्को कम्पनी। तर जुन कम्पनीमा म काम गर्थेँ त्यो कम्पनीको मेन हेड अफिसबाट कल आयो, फैजल सर भन्ने हुनुहुन्थ्यो। उहाँले सञ्जय कहाँ छस्? सर म घरमा छु, ढल्किरहेको छु। अहिले कस्तो छ? अहिले ठिक छ। काम गर्नु सक्छस्? सक्छु होला सर। ल एक काम गर, म तँलाई व्हाट्सएप गर्दैछु। उहाँले व्हाट्सएप गर्नुभयो, काम यस्तो यस्तो, ठिकै छ। उहाँले अफिस बोलाउनु भयो, अफिस बोलाइकन गएँ। अनि उहाँले मलाई अफर लेटर दिनुभयो। त्यति बेला मेरो स्यालेरी 2,000 रुपियाँदेखि 2,200 रुपियाँ थियो। अनि त्यो हुँदै गर्दा कम्पनीले उहाँले भन्नुभयो यो अफर लेटर पढ। अफर लेटर राम्रो हेरेँ, ठिकै छ ठिकै छ, साइन गरेँ। उहाँले भने राम्रो पढ। राम्रो पढेँ। पहिला कम्पनीले ढाँटेर मलाई के भन्यो, त्यत्रो त हामी दिनु सक्दैनौँ, 2,200 त 2,000 चाहिँ दिन्छ, हुन्छ? मैले पनि सोचेँ अब ठिकै छ, घर चल्नुपर्छ, कमाउने व्यक्ति म एक्लै हो, केही न केही त गर्नुपर्छ, हुन्छ चल्छ। उहाँले पछि राम्रो हेरेर यस्तो हेरेको 3,500 भएछ। आमेन, आमेन। मैले भनेको बुझ्नुभयो? जब प्रभुले कार्य गर्नुभयो नि मेरो जीवनको भाग 3वटा पक्षलाई, जहाँ जहाँ भत्किएको थियो, जहाँ जहाँ कुराहरू सबै हराएको थियो नि, परमप्रभुले फेरि पनि रिस्टोर गरिदिनु भयो। आमेन, आमेन, आमेन। परमप्रभुले नि काम, शरीर अनि फाइनेन्सियली कुरा सबैलाई रिस्टोर गराइदिनु भयो। तर त्यो यात्रा हिँड्दै गर्दा त्यति पनि इनफ थिएन। अनि जसरी म 2 वर्ष अगाडि हिँड्दै थिएँ, अलिकति फेरि गाह्रो हुन थाल्यो। तर त्यो गाह्रो पछि डक्टरलाई चेक गराएको, त्यो ट्युमर कम्प्लिट भइसकेको थिएन। तर त्यो सँगसँगै मेरो टाउकोमा ट्युमर भयो। टाउको वेस्ट गर्यो, ट्युमर भयो। अनि टाउकोमा ट्युमर हुँदा फेरि पनि यो पनि ट्युमर बढेर यहाँ पनि ब्लक हुन थाल्यो। यति साह्रो गाह्रो भयो। अहिले मेरो पेटमा अपरेसन गरेको छ। खाना फेरि पनि नखानु सक्ने अवस्थामा, रेडिएसन हुने, रेडिएसनै बन्द भएर गयो। त्यति बेला त्यो अपरेसन भइकन डक्टरले भन्यो होइन तिमीमा खानाको ट्युब लाउनुपर्छ। खाना चाहिँ उमालेर नरम बनाएर मिक्सीमा हालेर पिसेर त्यसको एकदमै पेस्ट बनाएर मेसिनद्वारा के भयो सिरिजद्वारा मलाई भित्र हाल्नु थियो। त्यो अवस्थामा थिएँ। यति बिना घटे त्यति बेला चाहिँ मलाई लाग्दै थियो सायद सक्यो होला, अब चाहिँ यति नै होला च्याप्टर्सहरू। अनि तर पनि त्यो परमप्रभुले कार्य गर्नुभयो। आमेन। अनि अचानक रीतिले के भन्नु आज तपाईँलाई, म निको भएको छु। आमेन। अब यो कुरो चाहिँ मैले तपाईँमा विश्वासमा बोल्दैछु। तर संसारको डक्टरले के भन्दै थियो, जब रेडिएसनमा गएँ हुँदैन, डेट दिएको थियो मलाई 5 वर्ष। म अलमोस्ट यो जर्नीलाई मैले देख्दैछु। तर मेरो डेट चाहिँ अस्ति सकेको, आजभन्दा 1.5 वर्ष 2 वर्ष अगाडि सकिएको हस्पिटलको डेट चाहिँ। हस्पिटलले भन्दैछ हुँदैन त्यहाँदेखि। यहाँ ब्रदरहरू हुनुहुन्छ, उहाँहरू गवाई हुनुहुन्छ। उहाँहरूको अगाडि उहाँलाई नै भन्यो सक्दैनौँ हामी उहाँलाई बचाउन, छैन। तर त्यही डक्टरले पछि अवाक हुँदै थियो, उहाँ पनि अचम्म मान्नु हुँदै थियो कसरी हुँदैछ। आमेन, आमेन। सो म यही कुरा तपाईँहरूलाई उत्साह दिन्छु। संसारले एउटा ठाउँमा डेट दिन्छ नि त, हो कि भन्नुहोस् त। अस्ति म नेपाल गएको थिएँ। अनि नेपालमा पत्रीमा एउटा भाइसँग भेटेँ। त्यो भाइसँग मैले सेयर गर्दै गर्दा मलाई आफै पनि इन्करेज हुँदै थियो। भाइलाई भन्दै थिएँ भाइ बलियो भन्दा बलियो पनि एक दिन मरेरै जान्छ, रोगी मर्ने नै हो, केही छैन। मर्नु नि मरिन्छ नि, बाउले लेखेको हिसाब हो। जुन दिन हिसाब किताब सकिन्छ जानै पर्छ जसलाई पनि। म बलियो छु बस्छु कसले भन्नु मिल्दैन। तर जबसम्म समय आएको छैन हामी जाँदैनौँ। आमेन भने भाइलाई। अनि भाइ अक्सिजन लगाइरहेको थियो, निराश भइरहेको थियो। तर त्यति बेला भाइको अनुहार हेर्दै थिएँ, उज्यालो आउँदै थियो। आमेन। अनि भाइलाई पनि त्यही कुरा भन्दै थिएँ। अनि म अघि दाजले भनेको कुरालाई फेरि पनि भन्छु, रोगले चाहिँ मार्दैन साँच्ची नै। त्यो कुरो मैले मेरो जीवनको अनुभव गरेको छु। म जर्नीमा छु। म यहाँभन्दा आउनुभन्दा अगाडि पनि किमो गरेर आएको हो। मलाई थाहा छ त्यो किमोले मलाई निको चाहिँ बनाउँदैन, किन डक्टरले अस्ति किमोबाट हात उठाएको डक्टर हो। जसले निको बनाउँछ नि उहाँको उपस्थितिमा चाहिँ आज पनि उभिएको छु।
आमेन। आज पनि जीवनको चाबी त्यो उहाँसँगै छ। कतिपल्ट हामी सानो सानो कुरोमा डिस्करेज हुँदो रहेछौँ। मैले पनि प्रभुसँग प्रश्न सोधेँ, तर म तपाईँहरूलाई यति लामोको एउटा जर्नीको एउटा शब्द भन्छु, प्रभुको उपस्थिति उब्रियो। यति गाह्रो हो, म सायद त्यो गाह्रो अवस्थाको समय तपाईँहरूलाई भन्न सक्दिनँ त्यो कस्तो थियो भन्ने कुरा। रातभरि 24 आवर्स दुख्थ्यो मलाई, 24/7 दुख्थ्यो मलाई। तर त्यो दुख्दै गर्दा पनि एक दिन भित्ता पक्रेर खाना खाने कोसिस गरेको थिएँ। पुरा चपाएर, सानो कुखुराको मासु चपाएर निल्नु खोजेको, च्याप्पै अड्क्यो। के गर्नु उकालो पनि जाँदैन, ओह्रालो पनि जाँदैन, यति गाह्रो भयो। अनि गएर वासरुममा गएँ, पुरा हात हालेर उल्टी गरेँ। त्यो उल्टी गर्दा खाँदा पुरा ढाँड दुख्यो, छाती दुख्यो। अनि भित्तामा पक्रेर एउटा वर्ड भन्दै थियो, प्रभु धन्यवाद। आफै झसँग भए, दुखिरहेको छ तर वर्ड त एउटै भइरहेको छ, प्रभु धन्यवाद। बुझेको पनि थिइनँ के भनेको मैले। मेरो दाजु खस्दा पनि प्रभु तपाईँ हाउडे रहेछ कहिले पनि भनिनँ मैले प्रभुलाई। एउटै कुरो भने प्रभु धन्यवाद। रुँदै थिएँ, प्रभु धन्यवाद। आज मैले एउटा स्लोगन जत्तिकै सिकेको छु, प्रभु धन्यवाद। आई डोन्ट नो, तर एउटा कुरो यात्रामा यो कुरो चाहिँ मजा आउँदो रहेछ क्या। त्यो धन्यवादले पुरा ठेल्दो रहेछ हामीलाई। आमेन। शत्रुले के भन्दैछ, थुप्रो तेरो जीवन सक्यो, त्यो परिवार सक्यो, सबै कुरो सक्यो, तर जब पनि प्रभुमा धन्यवाद दिएर उहाँको प्रशंसा गर्नु थाले नि, उहाँले सबै कुरोमा रिस्टोर गराइदिनु भयो। आमेन। सो आज म तपाईँहरूलाई पनि त्यही उत्साह दिन्छु। तपाईँ थुप्रोजना हुनुहुन्छ होला, संसारले क्रोनिक डिजिज भन्छ, क्यान्सर, कुनै के बिमारलाई दबाई छैन भन्छ। हो नि, संसारमा त पक्कै छैन, उनीहरूले सत्य बोलेको। तर आज हामी ढुक्कै हुनुपर्छ, जसको उपस्थितिमा आएको छ उहाँमा सबै कुरोको समाधान छ। आमेन। संसारले हुँदैन भन्ने ठाउँ नै राम्रो। खासमा संसारले बिचबिचको केही हुन्छ भन्ने भयो भने त झन् कन्फ्युज हो। संसारले भन्नु सक्नुपर्छ कि तेरो जीवनमा केही पनि छैन, तेरो जीवनमा आशै छैन, तेरो जीवन सक्यो, तेरो जीवन आजदेखि डाङडुङ भन्ने जब संसार पुग्छ भने त राम्रो कुरा रहेछ हाम्रो लागि त्यही। किनभने अब त्यो परमेश्वरले कार्य गर्नुहुन्छ। आमेन। किनभने उहाँ त्यो कुमाले हो, उहाँले आधा कल्चोदेखि बाटो बनाउनु हुँदैन, तर उहाँले सुरुदेखि अन्तसम्म उहाँले नै क्रेडिट लिनुहुन्छ। उहाँले संसारको डक्टरलाई ला तेरो आधा, कुनै कुन चाहिँ पल्लो घरकोलाई आधा कहिले पनि भन्नुहुन्न। उहाँले भन्छ मैले गरेको मै महिमालाई लिन्छु। आमेन। सो एकदमै म यही कुरो भन्छु, तपाईँहरू थुप्रो कुरोबाट गुज्रिनु हुँदैछ, जाँदै हुनुहुन्छ। मेरो थुप्रो लामो छ, यसरी मैले भने तपाईँलाई 5 वर्षको जर्नी लामो छ, सायद तपाईँहरूको त्योभन्दा पनि लामो होला। तर एउटै कुरो भन्छ, जसरी हामीभन्दा अगाडिको विश्वासको नायकहरूले आफ्नो यात्रालाई पुरा गरे, यो विश्वासमा जब पनि तपाईँ अनि हामी हिँड्न थाल्छौँ, जब पनि सृष्टिकर्तालाई हामी आदर गर्न थाल्छौँ, जब पनि उहाँले बोल्नु भएको कुरालाई हामीले भरोसा गर्नु त सिक्छौँ, यति चाहिँ म तपाईँसँग कन्फर्म गर्न सक्छु, रोगले चाहिँ हामीलाई मार्दैन। आमेन। परिस्थितिले हामीलाई मार्दैन। आमेन। आमेन। किनभने परिस्थिति, रोग, समस्या भन्दा माथि त्यो परमेश्वर अलवेज हुनुहुन्छ। आमेन। हुन्छ, सबैलाई जय मसीह।